गुड मर्निङ साथीहरू। म आज भिन्डी टिप्न आएको। भिन्डी बारीमा त भिन्डीको बोटभन्दा अग्लो घाँस हुन लागेछ। कत्रो कत्रो छिप्पिएको कि लोकल भिन्डी हो। बाहिर यति ठुलो छिप्पिएको जस्तो भयो नि, फेरि भित्र काट्न त सजिलो हुन्छ क्या, कलिलो। कस्तो मजाले पत्याउँदो गरी फलेछ भने हाम्रो बुवालाई साह्रै मनपर्छ भिन्डी। बुवालाई त एउटा भिन्डी राखेर यत्रो पकायो भने पनि भिन्डीले मलाई भात चिप्ल्याउँछ भन्छ। बुवाको बेस्ट भिन्डी। टिप्न कस्तो गाह्रो, काट्नै पर्ने भएछ यस्तो। आज बुवालाई मिठो खाना हुने भयो, भिन्डी तरकारी अर्ग्यानिक। कलिलो चाहिँ अलिकति छोडेँ मैले, फेरि 1-2 दिनमा हुन्छ। आज चाहिँ यिनीहरू टिप्नु पर्यो। नकाटिकन नहुने रहेछ क्या, भात पनि छुडियो। यस्तो घाँसभित्र पनि मजाले फलेछ भने। यस्तो साथीहरू, आजलाई बुवालाई तरकारी पुग्यो अब।